यहाँहरु सम्पूर्णमा नमस्कार एवं हार्दिक स्वागत छ बलराम घिमिरे युट्युब च्यानलमा। सामाजिक अध्ययनको विषयवस्तु प्रस्तुत गर्ने क्रममा आज कक्षा 10 को एकाइ 3 हाम्रा सामाजिक मूल्य र मान्यता अन्तर्गत पाठ 1 हाम्रा राष्ट्रिय सम्पदा भन्ने पाठको अभ्यास खण्ड लिएर प्रस्तुत भएको छु। यस भिडियोलाई अन्त्यसम्म हेरेर मन परेमा लाइक, शेयर र कमेन्ट गरिदिनु होला। साथै यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने पनि सब्स्क्राइब गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्दछु। यस हाम्रा राष्ट्रिय सम्पदाको अभ्यास खण्डमा सोधिएको पहिलो प्रश्न छ, राष्ट्रिय सम्पदा भनेको के हो? ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको एकवटा उदाहरणहरू दिनुहोस् भनेर प्रश्न दिएको छ। यसको उत्तरमा रहेको छ हाम्रा पूर्वजबाट प्राप्त राष्ट्रिय महत्त्व बोकेका संरक्षण योग्य मानव निर्मित तथा प्राकृतिक स्थान, वस्तु, कला, संस्कृति र परिवेश नै राष्ट्रिय सम्पदा हो। जस अन्तर्गत रहेका सम्पदाहरूमा एउटा सांस्कृतिक सम्पदा छ, अर्को प्राकृतिक सम्पदा छ र त्यस्तै गरेर तेस्रोमा ऐतिहासिक सम्पदा छ। अब सांस्कृतिक सम्पदा भनेको के हो भन्नेतिर लागौं। मूर्त तथा अमूर्त पक्ष जसले समाजको संस्कार, मूल्य, मान्यता, रीतिरिवाज, चालचलन र हाम्रो परम्परा झल्काउने वस्तुहरू नै सांस्कृतिक सम्पदा हुन्। यी सम्पदाहरू समाजका मार्गदर्शक र आदर्श पक्षको रूपमा रहेका हुन्छन्। यस्ता सम्पदाहरूमा मन्दिर, गुम्बा, मस्जिद, धार्मिक ग्रन्थ, लोक संस्कृति, खानाका परिकार, भाषा, कला, चाडपर्व मनाउने तरिका, पूजा विधि आदि पर्दछन्। त्यस्तै खमा प्राकृतिक सम्पदा, प्रकृतिबाट निशुल्क रूपमा प्राप्त भएका वस्तु जसले देशको गौरव बढाउन सहयोग गरेको छ, त्यस्ता सम्पदालाई प्राकृतिक सम्पदा भनिन्छ। यस्ता सम्पदाले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। यस्ता सम्पदाहरूमा खोला, नाला, वन जंगल, हिमाल, पहाड, ताल तराई आदि पर्दछन्। त्यस्तै ऐतिहासिक सम्पदा, जुन सम्पदाले हाम्रो इतिहासमा घटेका घटनाहरूलाई स्मरण गराउने तथा इतिहासको प्रतिबिम्बन गर्न सहयोग गर्दछ, त्यस्ता सम्पदालाई ऐतिहासिक सम्पदा भनिन्छ। यस्ता सम्पदाले पुर्खाले विगतमा गरेका योगदानको ज्ञान दिन्छ। यस्ता सम्पदाहरूमा दरबार, गढी, स्मारक, भग्नावशेष आदि पर्दछन्। त्यस्तै दोस्रो नम्बरमा रहेको छ मूर्त र अमूर्त सम्पदा भनेको के हो? उदाहरण सहित लेख्नुहोस्। यसमा चाहिँ मूर्त र अमूर्त सम्पदा उत्तरमा मूर्त सम्पदा भन्नाले प्रत्यक्ष देख्न र छुन सकिने सम्पदा भन्ने बुझिन्छ। जस्तै दरबार, गढी, स्मारक, भग्नावशेष, खोला, नाला, वन जंगल, हिमाल, पहाड, ताल तराई आदि पर्दछन्। त्यस्तै अमूर्त सम्पदा भन्नाले प्रत्यक्ष देख्न र छुन नसकिने तर अनुभव गर्न सकिने सम्पदा भन्ने बुझिन्छ। जस्तै संस्कार, मूल्य, मान्यता, रीतिरिवाज, चालचलन, हाम्रो परम्परा झल्काउने पक्षहरू, चाडपर्व मनाउने तरिका, पूजा विधि, मण्डला बनाउने तरिका, योमरी बनाउने तरिका आदि पर्दछन्। त्यस्तै तेस्रो नम्बरमा रहेको छ हाम्रा राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्त्व उल्लेख गर्नुहोस् भनेर भनिएको छ। यसलाई चाहिँ एकै ठाउँमा राखिएको छ। हाम्रो राष्ट्रिय सम्पदाको आर्थिक, सामाजिक एवं सांस्कृतिक महत्त्व निम्न छन् भनेर राखिएको छ। एकमा पुर्खाको ज्ञान र प्रविधिको जानकारी तथा हस्तान्तरण हुन्छ। दोस्रोमा पर्यटनको विकास गरी रोजगारीमा वृद्धि गर्न सकिन्छ। त्यस्तै गमा समाज र सामाजिक रूपान्तरणमा सहयोग पुग्दछ र गमा स्थानीय तथा राष्ट्रिय पहिचान स्थापित भई राष्ट्रिय गौरवमा वृद्धि गर्दछ। त्यस्तै गरेर प्रश्न नम्बर 4 रहेको छ राष्ट्रिय सम्पदा संरक्षणमा प्रेरणा जगाउने नारा तयार पार्नुहोस् भनेर दिएको छ। ती नाराहरू चाहिँ प्रेरणा जगाउने नारा, स्लोगनहरू यस प्रकार छन्। सम्पदाको संरक्षण गरौँ, नेपाललाई विश्वमा चिनाऊ, हाम्रा सम्पदा हाम्रा पहिचान हुन्, नेपाली शान सम्पदाको पहिचान, नेपाल सम्पदामा धनी देश हो गरेर यी 4वटा राखिएको छ। त्यस्तै गरी प्रश्न नम्बर 5 राष्ट्रिय सम्पदा संरक्षणमा सरकारवालाको भूमिका शीर्षकमा सम्पादकीय तयार पार्नुहोस् भनेर राखिएको छ। यसमा चाहिँ सम्पादकीय शीर्षक राष्ट्रिय सम्पदा संरक्षणमा सरकारवालाको भूमिका भनेर राखियो। देशमा रहेका ऐतिहासिक, सांस्कृतिक, प्राकृतिक लगायतका सम्पूर्ण सम्पदाहरू राष्ट्रिय सम्पदा हुन्। राष्ट्रिय सम्पदा हाम्रो समाज, ठाउँ तथा राष्ट्रका चिनारी हुन्।
यस्ता सम्पदाले देशमा पर्यटकीय गतिविधि बढाएर औद्योगिक विकास गरेर आर्थिक लाभ लिन सकिन्छ। पुर्खाले गरेको योगदानको कदर हुने र भावी पुस्तालाई समेत पहिचान गराउन सहयोग पुग्दछ। विकासको गतिविधि बढाउन समेत सहयोग पुग्ने हुँदा सम्पदाको संरक्षण गर्न हामी सबै जुट्नु आवश्यक छ। राष्ट्रिय सम्पदाको संरक्षणमा संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र सम्पूर्ण देशवासीको भूमिका उत्तिकै रहेको हुन्छ। संरक्षणका लागि सबैले आफ्नो ठाउँबाट लाग्नुपर्छ। सम्पदाको अतिक्रमण हुन नदिने, सम्पदाको संरक्षणमा स्थानीय व्यक्तिहरूलाई सचेत गराउने र सहभागी गराउने, ऐतिहासिक सांस्कृतिक सम्पदाको मर्मत र जीर्णोद्धार गर्ने, प्राकृतिक सम्पदाको हकमा वनस्पति र वन्यजन्तुको संरक्षणमा ध्यान दिने, नीति नियमहरू बनाउने जस्ता कार्य गरेर सम्पदाको संरक्षण गर्न सकिन्छ। त्यस्तै गरी यो थप प्रश्न रहेको छ। प्रश्न नम्बर 6 मा थप प्रश्न, राष्ट्रिय सम्पदा भनेको के हो? हाम्रा सम्पदाहरू दिनदिनै विनाशको क्रममा रहेका छन्। यसो हुनका कुनै 4 कारण लेखी संरक्षणको उपायहरू लेख्नुहोस् भनेर राखिएको छ। यसमा चाहिँ हाम्रा पूर्वजबाट प्राप्त हुने राष्ट्रिय महत्त्व बोकेका संरक्षणयोग्य मानव निर्मित तथा प्राकृतिक स्थान, वस्तु, कला, संस्कृति र परिवेश नै राष्ट्रिय सम्पदा हो। राष्ट्रिय सम्पदा विनाश हुनका कारणहरू, एउटा त राष्ट्रिय सम्पदाको आसपासमा बस्तीहरू विस्तार हुनु, चोरी निकासी बढी हुनु, फोहोर मैलाको सही व्यवस्थापन हुन नसक्नु र अव्यवस्थित शहरीकरण तथा बसोबास गर्नु 4वटा कारण राखियो र हाम्रा सम्पदाहरू संरक्षण गर्न निम्न उपायहरू अपनाउन सकिन्छ भनेर उपायहरूलाई राखिएको छ। सम्पदाको आसपास क्षेत्रमा मानव बस्ती तथा भौतिक संरचना निर्माणमा रोक लगाउने एउटा। दोस्रोमा सम्पदाको संरक्षणमा स्थानीय जनताको सहभागिता गराउने र चेतना वृद्धि गराउने। तेस्रोमा सम्पदाको अतिक्रमण हुनबाट जोगाउन मर्मत र जीर्णोद्धार गर्ने। अनि चौथोमा प्राकृतिक सम्पदाको हकमा वन्यजन्तु तथा वनस्पतिको संरक्षण गर्न राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्र निर्धारण गर्ने। सम्पदा हाम्रा पहिचान हुन्। सम्पदा हामीलाई विश्वमा परिचित गराउने माध्यम हुनुका साथै हाम्रा पुर्खाका सम्पत्ति समेत भएको हुँदा यिनीहरूको संरक्षण गर्नु हामी सबैको दायित्व हो। यसले देशको आर्थिक विकासमा समेत सहयोग गर्दछ। त्यस्तै गरी प्रश्न नम्बर 7 रहेको छ, राष्ट्रिय सम्पदाको महत्त्व दर्शाउँदै आफ्नो गाउँ छोडी सहरमा बसोबास गरेको साथीलाई चिठी लेख्नुहोस् भनेर राखिएको छ। यहाँ चिठीको नमुना छ। प्रिय साथी राजेश, मिठो सम्झना भनेर राखियो। म यहाँ आरामै छु, तिमी पनि आरामै रही आफ्नो काममा लागिरहेका छौ भन्ने आशमा छु। तिम्रो पत्र प्राप्त भएको धेरै लामो समयपछि तिमीले पत्रमा लेखेको जिज्ञासा मेटाउने प्रयास गरेको छु। हाम्रा पूर्वजहरूले प्राप्त राष्ट्रिय महत्त्व बोकेका संरक्षणयोग्य मानव निर्मित तथा प्राकृतिक स्थान, वस्तु, कला, संस्कृति, परिवेश नै राष्ट्रिय सम्पदा हो। कुनै पनि राज्यमा रहेका सम्पदाहरू देशको लागि महत्त्वपूर्ण हुन्छन्। त्यसमा पनि हाम्रो देशमा धेरै क्षेत्रमा विविधता रहेको पाइन्छ भने विभिन्न सांस्कृतिक, प्राकृतिक, धार्मिक पक्षको विकास र संरक्षणमा युवा पुस्ताको सहभागिता हुनु आवश्यक देखिन्छ। खास गरी तिमीले पत्रमा राष्ट्रिय सम्पदाको महत्त्वको बारेमा जिज्ञासा राखेका रहेछौ। यस पत्रमा मैले उक्त कुरा उल्लेख गर्न चाहन्छु। राष्ट्रिय सम्पदाको महत्त्वलाई 1 नम्बरमा नयाँ पुस्तालाई पुर्खाको ज्ञान, सिप र प्रविधिको जानकारी तथा हस्तान्तरण हुन्छ। दोस्रोमा देशको चौथर्वी विकासमा सहयोग पुग्दछ। तेस्रोमा स्थानीय तथा राष्ट्रिय पहिचान स्थापित हुन्छ र चौथोमा खोज तथा अध्ययन अनुसन्धानमा सहयोग पुग्दछ। माथि उल्लेखित महत्त्व बाहेक राष्ट्रिय सम्पदाको महत्त्व निकै रहेका छन्। ती महत्त्वलाई आवश्यक परेको अवस्थामा अर्को पत्रमा लेख्ने वाचा गर्दै आजलाई बिदा माग्दछु। तिम्रो प्यारो साथी डट। त्यस्तै गरी अर्को छ प्रश्न नम्बर 8, विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाको सूची तयार पारी कुनै एक सम्पदाको छोटो परिचय दिनुहोस् भनिएको छ। अब यहाँ चाहिँ सम्पदाको पहिला चाहिँ राष्ट्रिय सम्पदाको परिभाषा दियो अनि त्यस पछाडि विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका सम्पदाहरू निम्नानुसार छन् भनेर राखिएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी पशुपति क्षेत्र, सोमनाथ स्तूप, हनुमान ढोका दरबार क्षेत्र, बौद्धनाथ महाचैत्य, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चागुनारायण मन्दिर। कुनै एक सम्पदाको छोटो परिचय निम्नानुसार छ। चितवन राष्ट्रिय निकुञ्ज यो नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो। यस निकुञ्जमा विश्वको दुर्लभ मानिएको एकसिङे गैंडा, पाटे बाघ, धनेश लगायतका गोही, हात्ती, सालक, मयूर जस्ता वन्यजन्तुहरू पाइन्छन्। यो निकुञ्ज चितवन, मकवानपुर, नवलपरासी, सुस्तापूर्व र पर्सा जिल्लामा फैलिएको छ। यो राष्ट्रिय निकुञ्ज सन् 1984 मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको हो। यसरी यसमा रहेका
8वटा प्रश्नहरू समावेश गरियो। 3वटा अतिरिक्त प्रश्नहरू छन्। यो भिडियोलाई अन्त्यसम्म हेर्नुभएको धन्यवाद र सब्स्क्राइब गर्नुभएको छैन भने पुनः सब्स्क्राइब गरिदिनको लागि अनुरोध गर्दै हस्त बिदा माग्दछु। हस्त नमस्कार।